सकेको तपाईले भिडियोलाई सेयर गरेर उक्त डम्बरबार ड्याङ्गी खोज अभियानमा साथ सपोर्ट र सहयोग पुर्याउनलाई धन्यवाद। आदरणीय दर्शकवृन्द नमस्कार। यति बेला म सेक्टर 37 चण्डीगढबाट यो रिपोर्टिङ गर्दै गर्दा यहाँबाट एकजना डम्बरबहादुर ड्याङ्गी विगत 17/10/2025 का दिनबाट लापत्ता छन् र यस विषयमा पुलिस रिपोर्ट भइसकेपछि हामी पनि यहाँ परिवारले बोलाए अनुसार हामी यहाँ आएर यो रिपोर्टिङ गर्दैछौँ र उक्त डम्बरबहादुरले खोज्ने कार्य हामी यस भिडियोको मार्फतबाट पनि तपाईहरुलाई जानकारी गराउन चाहन्छौँ। त्रिवेणी गाउँपालिका वार्ड नम्बर 5 रोल्पा निवासी ओजबहादुर ड्याङ्गीका छोरा वर्ष 30 का डम्बरबहादुर ड्याङ्गी सेक्टर 37 मा एउटा ब्रेकली भन्ने ठाउँमा काम गर्दा गर्दै 17 अक्टोबरदेखि लापत्ता भएका छन् र यस विषयमा हामी कहाँ के भयो भने आज यो समयसम्म आउँदासम्म पनि उक्त व्यक्तिको कतै खोजबार कतै त्यो नभेटिएको हुँदाखेरि हामी फेरि पनि पूर्ण यो रिपोर्ट गर्न र उहाँ व्यक्तिलाई खोज्न आइरहेका छौँ। हामी यस समय जो डम्बरबहादुर ड्याङ्गी ज्यू जहाँ काम गर्नुहुन्थ्यो त्यही ठाउँमा आएका छौँ र त्यही ठाउँबाट यो भिडियो सम्प्रेषण गर्दैछौँ र उहाँका परिवारहरूलाई पनि यहाँ लिएका छौँ। सर्वप्रथम उहाँको बुवा ओजबहादुर ड्याङ्गीजी हुनुहुन्छ। बुवा नमस्कार। हजुरको यो छोरा के कसरी तपाईँको? त्यो अलिकति दिमाग ठिक थिएन, दिमाग ठिक नभएको कारणले काम पनि राम्रो गर्दैन थियो। काम गर्नु जा भन्ने मैले अब किन के भन्थेँ भने जा भाइ काम गर भनेर भन्थेँ। धौधौका काम गर्न आउँथ्यो, आएर काम गर्दा गर्दै भाग्थ्यो। अब त्यो त्यस दिन 16 तारिकको काम गर्न आएदेखि त्यो 23 सेक्टरतिर भागेर गइयो छ। गएदेखि मैले 2-2:30 बजे 3-4 बजेतिर मैले फोन गरेँ वीरबहादुरलाई। वीरबहादुर त्यहाँ घुम्दैन भन्दाखेरि वीरबहादुरले के भन्यो भनेदेखि लौ घुम्छ यो पनि घुमिरहन्छ काममा छोरी ल्याउँछ भनेर वीरबहादुरले 5 बजेतिर वीरबहादुरले भनेदेखि मैले भने चल फेरि घुमिरहन्छ अब के गर्ने यसो उसले काम गरेर छोरी ल्याऊ अब गर्ने के अब यसलाई के गर्ने हो भनेर भने त्यति भनेदेखि अब म त्यस दिन म त्यसमा टिकैन, म सुतेँ 10 बजेसम्म हेरेँ कता गयो के गर्यो भने 10 बजेसम्म हेर्ने 10 बजेसम्म आएन। नआउँदाखेरि अब आएन त्यसले होस् भने त्यो मार्केटमा गएर सुत्यो छ। मलाई त्यति कुरो थाहा भएन, माथि मार्केटमा गएर सुत्यो छ। अब मार्केटमा जाडो लाग्यो भनेर भन्थे। मैले भने त्यहाँ सुत्यो जाडो लाग्छ भनेर भने। त्यहाँबाट भोलिपल्ट बिहान 7 बजे उठेर गएर त्यहाँ हेरेर दिन हैरान छ। ए गदा यो कपडा हेर त्यो सक्कल हेर यस्तो लाजमर नगर। एक त गोर्खे भन्छन्, दोस्रो यो लाजमर कपडा सत्यनाश गएन धो कपडा धो भने कपडा धुन म त्यो जान्छु भने हरिया हो गएन त्यो गइ पुगेन गएन। नगएदेखि त्यहाँबाट मैले के भने किन यस्तो गर्यो भने सोच बनाइरहेँ। त्यहाँबाट म त्यति गर्दा 11 बजीतिर दिउँसो 11 बजीतिर लिएर गएर म सबैले पल्टिएँ। के निद लाग्थ्यो र त्यतिकै पल्टिरहेँ, सोच बनाएँ। त्यसपछि भयो त्यहाँबाट बाहिर निस्केँ, कोही स्ट्यान्डहरू थियो तिनीलाई बोलाएँ। त्यहाँबाट कहीँ होटलमा गयो मेरो चाय पिएँ, यताउता टाइम पास गऱ्यो। आएन सिमाटो गर्दा कता गयो होला अनि अब यसले घर नआउने भयो यसो कपडा सारा गन्दा छ अनि यो दुनियाँलाई किन हँसा होला अनि भनेर त्यति भनेदेखि त्यहाँबाट लिएर आएर म फेरि साँझ भयो पल्टिने भयो। यति भात बनाएँ, त्यहाँ भात बनाएर खाएँ। खानु के थियो र गएन भित्र त्यत्तिकै भन्नाले उहाँ पहिल्यैदेखि दिमागमा थोरै पहिले आउँथ्यो। अनि योभन्दा पहिला त्यस्तो हराउने कतै केही गर्ने कहीँ जान्न गए पनि ठक्रकै कि त्यहाँ आउने कि त मेरो डेर आउने कि भाइ दाइका डेर आउने। खोइ नसा पानी त गर्नु नसा पानी त रक्सी खान्थ्यो। यही झाल्टो भन्ने जो छ नि के अरे लुद्रे भन्ने त्यसैले 17 लाइन रक्सी खुवाउँथ्यो। अनि तपाईँ यो बाबु हराएदेखि सम्म के कस्तो पहल गर्नुभयो? कहाँ खोज्नुभयो? मैले त खोज्ने भन्ने त कहीँ बाँकी राखिनँ। कहीँ यिनीहरूलाई के भने भनेदेखि 16-17 त्यहाँ जहाँ के भन्छन् होटलमा के अरे लङ्गरमा खोज्न पठाएँ। किन भनेदेखि त्यो त गएको छ कि कहीँ अचानक बौला तालको मान्छे उतै जान सक्छ त्यहाँ खोज्यो भनेर
सबलाई खोज्न पठाएँ, आफूले नि खोज्ने। त्यसै त उहाँ अलिकति दिमागबाट पनि उहाँको कन्डिसन हेर्दाखेरि थोरै दिमागले पनि काम नगरेको। अनि तपाईँलाई कस्तो केही शङ्का उपशङ्का त्यस्तो कसैप्रति त्यस्तो कि कतै कसैले मारिदियो कि केही? मलाई उपशङ्का जो आरोप लगाउँछन् त्यसैमा बहुत शङ्का छ। उहाँलाई शङ्का गर्नुको त्यस्तो उद्देश्य के छ, तपाईँको प्रमाण के छ? मतलब कि प्रमाण केही पनि छैन। त्यसले उहाँ गएर भन्दाखेरि तेरो बाउले मार्यो, तेरो दाइले मार्यो भन्छ भनेदेखि मैले त त्यो कुरा पनि भनेकै छैन, मैले गरेकै पनि थिएन। र यसले त्यो कुरा गर्छ भनेदेखि के कति कारणले हराएको त्यो कसरी गुम भयो त त्यो भन्ने हिसाबले अब हामीले त केही गरेकै छैन। र त्यसले त्यहाँ गएर त्यो भन्न कारण के त उल्टो लगाउनको लागि आरोप लगाउन, बाउलाई आरोप लगाउन लागि के भन्छ दाइ भाइलाई आरोप लगाउन लागि त्यो काम त्यसले गर्यो कि भन्ने मलाई सक्छ। हजुर दर्शकवृन्द, यहाँ के भइरहेको छ भन्दा एक आपसमै परिवारभित्र नै एकअर्कालाई शङ्का कि उहाँको भाइको दाइको छोराले उहाँलाई आरोप लगाएको भन्ने, यहाँले चाहिँ उहाँले कि त्यस्तो भयो कि भन्ने। तर त्यस्तो नहुन सक्छ सम्भावना। तर के भन्दाखेरि परिवार मिलेर खोज्नुपर्ने क्रममा एकअर्कामै आरोप लगाएर यो अझै केसलाई जटिल बनाउने प्रयास गरिरहेको मैले देखिरहेको छु। र हिमाचलको यो भन्छन् गरे, कलिकता भन्छन् गरे, त्यो त पक्का मार्ले छन्। सालामा पनि दिन्छन्, पहिलोपल्ट त सालामा मार्ने यो बटलले मारिदियो होइन, यहाँ पक्का मारिदियो। यो जिउँदो छैन भने काइँले फोन हाल्यो भक्का भिड्ने, भिडले फोन हाल्यो त्यो भिडलाई कटिएर हाल्थ्यो, त्यो बल्ल थाहा हुन्छ। त्यो के को बचाउनुको चाहिँ माछालाई कुकुरमा देखेर फेला परेको छु, माछाले कमाले चबाले पनि माटोले कहाँ गरिस, मुले कहाँ छ, कहाँ सत्र गर्छ, मुले के मारे भन्छ गरे। पहिले पनि भनेको छ, माले पनि माले भनेको छ, त्यो दिने भक्का बाले मारे सँगै चाहिँ ठुल्लाले आम पहिलो सोच्छ, ठुल्लाले चाम्दै भन्नुभयो। म जान्न भयो 2 दिन भयो चाम्दै ठुल्लाले भन्दाखेरि पो आएछ, 2 जन सँगै आएछ होइन भनेपछि सँगै आएछ। सँगै त म त त्यो 2 म त बिहान 7 बजी हिँडेछु घरबाट खरबाट, त्यो हराएछ 2 बजे। अनि मलाई रुने साले कुकुरहरू तिम्रो त मैले त्यो अर्धा पागले यहाँ साले सकिया माटा बाघ पक्का मारेर तेरो सानोले भनेको छ, मैले भने मलाई हाल भिडला लास्ट भिड तेरो फेला परेर पनि मलाई भिड समाचार राख्छ लास्टमा कहाँ फेला पर्छ होइन। माछा जला राम्रो गर्यो त्यही माछाले राम्रो माछा टेक्न दिने। अनि भिड चाहिँ मार्ने पक्कै मारिरहेछ सानोमा भने लोमटी छुट्या सुन्ने भिडेको भिड किन राम्रो भिडले भनेर त्यहाँ त धेरै दिन्छन् काले सुनेको छ मार्ने पक्कै मारिरहेछ। त्यो जिउँदो छैन भिडले भनेको छ 2 बजीसम्म हेरेर कहाँ गयो त्यो भिड, म त साथै आएको छु हिँडेछु अगाडि भनेपछि त्यसले मलाई के भनेको छ साधारण त्यसले घर गऱ्यो फसाउने तिरी यो त सुन कान्छ राम्रोसँग तिम्रो बाउसँग सही बस्ने, म कहाँ न कहाँ पन्जाब बस्ने एउटै दिएर मान्छ हरायो मसँग बस्थ्यो, म त हार लाग्थ्यो भने ठिक हो भने त्यो कहाँ न कहाँ बसेको मान्छे म कहाँ बसेको मान्छे त्यो हार लाग्नु हुन्छ। तर धेरै मलाई नचला मेरो खेला परेर चुक्ता होला बर्बाद होला तिमीले तिम्रो सोचेर पैसा किन्छन् भिन्न मसँग कला बहुत छ। तर तिमीले त्यो नसोच्नु त्यो बिहामा त माइलालाई पनि पुरा जेल हाल्दै सन्डो जेल त्यो बिना सोधे हाले जस्तै मोले मलाई त्यो उनलाई बाख्यासलाई त्यस्तो होइन ज्यान मारे आछ भने के हालेको होइन भोलिबाट हाले सब मैले त्यो मिडियम तेरो बा के बोलिरहेछन् त्यहाँ मलाई काँचहरू आगो हुँदै तेरो बाको भाषा बुझिखान् तेरो भाषा बुझिखान् के भन्थ्यो त्यो बिहान सिङ्गल दिन्थी भने मैले के भने त त्यो कुर्छु लाग्यो भने तपाईँ भनेको छु मैले भनेपछि मलाई रिस उठाउ त्यहाँ आउनु पर्ने भने नि तेरो बाको दम छ नि तिम्रो आज बोल्यो उसले बोल्यो आज बोल्यो उसले बोल्यो मान्छे हो होइन पाएको सेउडे दिएर मैले त्यो साथमा पनि मलाई कहाँ बसेर आएको पनि हालेको म। हजुरको दाइ जसरी हराउनु भयो हजुरप्रति त्यस्तो केही शङ्का उपशङ्का या तपाईँले खोज्ने पहल केही गर्नुभयो या कसैमाथि त्यसको शङ्का छ कि? सर मलाई शङ्का भन्दा पनि यो कहिले हराउँदैन थियो। अब अचानक हराएपछि हामीले के सोच्यौँ भने यो खोज्ने निर्णय गरौँ, यो अखबारमा दिउँ, यसमा सारी जग्गा खबरदारी गरौँ, अहिले एकप्रति शङ्का नगरौँ। अनि अहिले कैदीभन्दा त्यो अलि मेन्टल टाइपको छ, अलि त त्यो कैदीभन्दा आउन पनि सक्छ। यसको बारेमा यो मर्यो बाँच्यो यसलाई नभन, यो कहीँ
काम गर्न पनि कसैले लग्न पनि सक्छ। अलि यसको दिमाग जहाँ जो दिमाग चल्छ त्यही दिमागमा ऊ आफ्नो हिसाबले चल्ने मान्छे हो होइन। तर बाँकी के हो भनेपछि यसमा धेरै प्राय जसो शङ्का बुवामाथि गरिरहेका छन् र बुवाले पनि उसलाई भन्नुहुन्छ यो रुद्रबहादुर डाङ्गे उहाँ दाइलाई भन्नुहुन्छ उसले मार्यो कि भन्ने यहाँले पनि उहाँलाई शङ्का गर्नुहुन्छ, उहाँले यहाँलाई शङ्का गर्नुहुन्छ। यो शङ्का भइरहेछ तर प्रमाणित भएको छैन। म भन्छु उहाँ दाइलाई के भन्छु भने यदि तपाईँसँग प्रमाणित छ भने कोनी गन्दा नालानु मारी त फाल्नु भएको छ उहाँ त्यो प्रमाण देखाइदिनुहोस्। तपाईँलाई स्याबास दिन्छु, उहाँलाई म जेल हाल्छु। तर तपाईँले मुख छ भन्दैमा मुख छाडा बोल्दैमा तपाईँले यो गर्न पाउनुहुन्न। यदि तपाईँलाई प्रमाणित छ भने आउनुहोस्, म जेल हाल्छु। तर मेरो दाइ दुर्गा दाइलाई पनि भन्छु, दाइ त कहाँ छस् के छस् के हिसाबले बोलिरहेछस्, तिमीले केही गर्न सक्दैनौ, केही पहल गर्न सक्दैनौ भन्छस् रे नै। यो नभन पहल हामीले गरिरहेछौँ, हामी पहल चालिरहेछौँ। जब प्रमाणित छैन भने मैले कसैलाई जेलमा हाल्न सक्दैन। जब प्रमाणित हुन्छ भने म जति जतिले बोलिरहेछन् उनलाई मैले पनि कटघरामा हाल्न सक्छु। र मैले अहिले केही पनि छैन प्रमाणित, त्यही भएर मैले केही गर्न सकेको छैन। दाइ नभुक नकरा, त्यहाँदेखि कराएर केही हुँदैन। हामी यो ठाउँमा हामी के हिसाबले चलिरहेछौँ, कस्तो हिसाबले चलिरहेछौँ भन्ने कुरा हामीलाई थाहा छ। त्यहाँबाट मैले शङ्का भन्ने उताबाट कुरा गर्दाखेरि यता त मैले भनिसकेको छु कि बुवाले मार्नु भएको छ भने तुरुन्तै आइकन कोनी नालानु फाल्नु भएको छ, के फाल्नु भएको छ उहाँलाई भन्नु पर्यो। उहाँलाई म जेल हाल्ने तयार छु। उहाँ बच्न पाउनुहुन्न, बच्न बिल्कुलै दिइन्न। यदि प्रमाण छ भने तिमीले मलाई साथ दिनुपर्छ। नभुग यसले केही गर्दैन, यो गर्दैन भनिरहेछस् रे दाजु, यो तैँले भन्न पाउँदैनस्। किनभनेपछि म पनि लडिरहेको छु, यहाँ उ गरिरहेको छु। म बिना प्रमाणितले मैले बुवालाई जेलमा हाल्न सक्दिनँ। तैँले सक्सेस भने आइज, कसरी हाल्छस् प्रमाणित ल्याइकन आइज, जेलमा लैजा। र एउटा कुरा वीरबहादुर डाङ्गी मेरो दाइ, उहाँलाई भन्नुभएको छ, दाइले भन्नुभएको छ हिजोको दिनमा बुवालाई सार्नुभयो, फेरि दोबारा वीरबहादुरलाई उसलाई कटघरामा कानुनको कटघरामा हाल कि यो के भन्छन् यसमा वीरबहादुरका पनि शङ्का छ भने भन्नुभएको छ उहाँ दाइले। तर यसरी शङ्का छ भने आउनुहोस्, तपाईँ पनि आउनुहोस्, सबै आइकन उहाँप्रति शङ्का छ भने उहाँलाई पनि जेलमा हाल्नुपर्छ। किनभनेपछि तपाईँले कसरी बोल्नुभयो, किन बोल्नुभयो र यो तुरुन्तै हामीलाई छानबिन हुनु पर्यो सर, यही हो भन्ने। हजुर दर्शकवृन्द, यो विशेष गरिकन एउटा व्यक्ति हराउँछ अनि त्यो व्यक्ति खोज्ने क्रम भइरहन्छ। खोज्दा उहाँको परिवारमै दाजुभाइमै एक आपसमा उसलाई आरोप लगाइरहेको र उसले आरोप लगाइरहेको मैले यो देखेँ। र खास गरिकन बुवा पछिल्लो मैले भिडियोमा देखेको थिएँ, बुवा रुँदै खोज गुहारको लागि आह्वान गर्नुभएको थियो। र यो पहलमा चाहिँ मलाई जहाँसम्म लाग्छ तपाईँ हामी मिलेर उहाँलाई खोज्ने, जिउँदो मर्दो कसैले आरोप लाउनु भन्दा जिउँदो मर्दो खोज्नु पर्यो क्या। सबैभन्दा पहिला व्यक्ति जिउँदो छ या मर्दो छ त्यो खोज्नलाई हामी प्रयास गर्नेछौँ। र यहाँका चाहिँ उहाँको आफन्त दाजु भेट्दैछ। उहाँ तपाईँलाई यो माहौल देख्दै गरेर तपाईँलाई के लाग्छ सर, यो के भएको होला? खै सर मलाई त थाहा छैन, त्यही सेक्टरमा आउँथ्यो। मैले 17 तारिकको देखाऊँ, 17 तारिकको साँझ हराएको हुन्छन्। अनि अरू केही पनि होइन, खोतला सामने गरिरहेको छौँ, खोइ भेटिया छैन। अनि आज 10 दिन भइसक्यो। अनि जो गाउँ गएको छ मेरो दाइ रुद्रबहादुर डाङ्गी, त्योसँग कोही बोल्नु पनि चाल्नु पनि छैन, त्योसँग केही पनि छैन। तर नजाए पहिला माइलवाला भन्यो, अब चाहिँ मलाई भन्नु लाग्छ अब कहाँदेखि मारेको कुन ठाउँदेखि त्यो तुरुन्त होइन देखाइदियो हो, मैले मारेको देखाएको छ भने चाहिँ मलाई जेलमा हाल्छ। यस्तो अब रुद्रबहादुरजीको यहाँ यन्त्र भइसकेको छ। म रुद्रबहादुरसँग भेटेको पनि छैन उहाँले चाहिँ कहिले बुवालाई जो पीडित हराएको बुवालाई आरोप लगाउने या कहिले दाइले लगाउनु भएको छ। तपाईँ त्यहाँ बस्नुभन्दा यहाँ र हामीलाई सहायता दिनुभयो भने अझै सहज हुनेछ र पक्कै पनि यो शङ्का जो उपशङ्का छ त्यसलाई चाहिँ अझै क्लियर हुनेछ। यो शङ्का गर्नुभन्दा नि हामी त्यो शङ्का भने मैले पहिल्यै भनिहालेँ, जिउँदो या मर्दो। यदि तपाईँलाई त्यस्तो शङ्का त्यस्तो केही पनि तपाईँसँग तथ्य छ भने आउनुहोस्,
त्यो मरेको त खोजौँला नि, कहीँ न कहीँ त भेटिएला नि। यो त पुलिस प्रशासनले पनि यसलाई खोजिरहेको छ र तपाईँको साथ पनि हामी खोज्नेछौँ भन्दै अहिले यहाँको दिदीले जतिको सायद भाइलाई परिवारलाई माइती पक्षलाई सबैभन्दा नजिकबाट निहाल्ने प्रयास गरेको हुन्छ कि परिवारमा केही त्यस्तो तिता मिठाहरू के भइरहेको छ आफ्नो दाइको बाउको बारेमा सबैभन्दा नजिकबाट ऊ पराए घर गए तापनि माइती पक्षको धेरै नजिकबाट निहाल्ने उसले हमेसा प्रयास गरेको हुन्छ। त्यसपछि उहाँको दिदीलाई यहाँ भेटिसकेको छु, यहाँ आउनु भएको छ। दिदीको नाम गीता खड्का। गीता खड्काजी, तपाईँलाई स्वागत छ। हजुरलाई तपाईँको यो माइती साइलोको भाइ हराउनु भएको यतिका दिन भयो, अनि तपाईँ यो साइलो भाइको हिजो हराउनु भन्दाको पहिलाको व्यवहार कस्तो थियो र हराएपछिका यी गतिविधिहरूमा तपाईँले के भन्न चाहनुहुन्छ? के छ तपाईँको मतलब? त्यसको हराउनेको कारण त अब म के भन्न सक्छु र अब त्यसको दिमागले थोरै सो काम गर्दैन थियो, त्यसले भनेको टेर्दैन थियो। अब यस्तो गर भाइ उस्तो गर भन्दा पनि अब हाँसीमा मजाकमा उडाइदिन्थ्यो क्या त्यसले। अब नगर यस्तो गरे नगर नि यस्तो गर्नुहुन्न, अब ठुलो भइया छस् त सानो छैनस्, अब त तेरो जिम्मेवारी पनि छ नि, नगर भन्दाखेरि मजाकमा उडाइदिने। अब त्यस्तै गरिरहन्थ्यो। अब हाँस मजाक गरिरहन्थ्यो। 4-5 महिना पहिला त मसँग बस्थ्यो है, लगभग 7-8 महिना पछि भाइहरूलाई पनि थाहा छ, बाबुलाई पनि थाहा छ, मैले राखेको थिएँ मसँग लड्ने भेट्ने त्यस्तै गरिरहन्थ्यो। अब त्यसको त्यस्तै बानी थियो। अब यस्तो गर्ला अनि हराउला भनेर तपाईँलाई जो 7-8 महिनासम्म बस्दाखेरि उहाँको व्यवहार कस्तो थियो? जो मानसिकताको बारेमा मानसिकता त त्यस्तै थियो। अब भन्ने के भनेर मानसिकता त त्यस्तै थियो। हेर्नुहोस् त्यसको दिमागले काम गर्थ्यो। पागलपन्थी जस्तै पागलपन्थी गर्ने त गर्थ्यो, थोडा बहुत गर्थ्यो, त्यस्तो नराम्रो हिसाबले त गर्दैन थियो। अब त्यसलाई काम लगाइदिँदाखेरि काम छोड्दै हिँड्दै गर्ने। अब नगर यस्तो गरे भन्दाखेरि नमान्ने, जिद्दी गर्ने, म कमाएर के गर्छु र होइन मैले कसको लागि कमाउने हो कि नकमाउने हो भन्ने, हामीलाई गाली गलोज गर्ने गर्थ्यो, लड्थ्यो हामीसँग होइन। नगर भाइ यस्तो गरे भन्दाखेरि पनि मान्दैन थियो त्यसले। अब अनि अर्को कुरा, यो तपाईँको बुवा र अर्को कान्छे जेठोबाको छोरा जो आपसमा मैले मेसेन्जर पनि हेरेँ, त्यो मेसेन्जर पनि मैले हाल्नेछु, त्यो मेसेन्जर पनि हेरेँ। अनि उहाँले यो खास के हो, परिवार लाएर त्यो व्यक्तिलाई खोज्नु पर्ने हो कि आपसमै यस्तो आरोप प्रति आरोप लाउनुको कारण के होला? खै सर, अब किनकि बाबाले यताबाट भन्नुहुन्छ कि ऊ त उसले गरेछ भनेर उसले भन्छ, बाबालाई भन्छ होइन। अब यिनीहरू दुइटाको बिचमा केही समझमा आएको छैन मलाई, किनकि अब दाइले भन्छ उता तेरो बाबुले मारेछ, तेरो बाबालाई सिधै जेलमा हाल्देऊ भनेर भनिदिन्छ होइन। के हेरेको छौ तिमीले जेलमा हालिदेऊ भनेर भन्छ। अब बालाई किन मतलब हामीले जेलमा हाल्न नि मिल्दैन। हेर्नुहोस् नभएको प्रुफलाई कसरी हामीले जेलमा हाल्न सक्छौँ? अनि अब साइलो भाइ यस्तो हो कि अब 11 तारिकको 12 तारिकको यस्तै मेरो पास आएको थियो। थोरै दिन देरको लागि आयो, यताउता घुम्यो, त्यहाँ फरक्कै फर्किनु गयो। उस दिनबाट मैले त्यसको सकल पनि देखिनँ, कहाँ गयो के गर्यो मलाई थाहा छैन। अब 81 बाले भन्दाखेरि हरायो तेरो भाइ भन्दाखेरि 17 तारिकको भन्दाखेरि हामीले खोजतलास गर्न सुरु गऱ्यौँ। त्यति नै थाहा छ मलाई यो भन्दाखेरि। पुलिस प्रशासनमा त के त्यो तपाईँले रिपोर्ट गरिसकेपछि के फिडब्याक दिन्छ? कसै केही सोध्नु जानु भएको? गएको छैनौँ हामी, गएको छैनौँ, भाइ बहिनी गएको छैनौँ, बाउ जानुभयो अनि हामीहरू गएको छैनौँ। हामी 3 महिना छौँ र यहाँ, अब 3 महिना हामी गएको छैनौँ। तपाईँले जब पुलिसलाई रिपोर्ट गर्नुभयो, रिपोर्ट गरिसकेपछि तपाईँले पुलिससँग गएर सोध्नुभयो दोबारा? सोधेँ। के भन्छ पुलिसले? के भन्छ भने हामी इन्क्वायरी गर्छौँ पुरा, त्यहाँबाट बादमा फेरि बिचमा आउनु त्यहाँबाट त्यही अनुसारले अगाडि पनि हेरौँला, सबै गरिदिउँला, इन्क्वायरी गर्छौँ। ओके, उनीहरूले खोजिराखेका। हजुर दर्शकवृन्द, यो महत्त्वपूर्ण विषय के छ भन्दा एउटा बाउ छोरा सँगै बस्नुहुन्छ अनि कामको सिलसिलामा काम गर्ने ठाउँमा आउँछन् अनि बाउ घरमै हुन्छन्। 81 2:30 बजेतिर छोरा काम गर्ने ठाउँबाट पनि निस्केर बाहिर निस्किन्छ। 72-23मा बाटामा घुमेको पाइन्छन्। अनि त्यो दिन चाहिँ भेटेर तिमी घर जाऊ भनेर बुवाले भन्ने र उहाँको दाजु साइनोमा दाजु पर्नेले पठाउनुहुन्छ। तर त्यसपछि उहाँ चाहिँ कहाँ जानुभयो, के गर्नुभयो, कुन अवस्थामा हुनुहुन्छ अहिलेसम्म कसैले थाहा छैन। त्यसैले यो भिडियो विशेष गरिकन नेपालका रोल्पातिरका र चण्डीगढको आसपास बस्ने नेपालीहरू बिच पुर्याइदिनु होला र डम्बरबहादुर ड्याङ्गीलाई खोज्नलाई तपाईँको महत्त्वपूर्ण भूमिका निभाइदिनु होला। यदि कसैले डम्बरबहादुरको जुनसुकै हालतमा भए तापनि देख्नुभयो, भेट्नुभयो भने
यी तल दिएका सम्पर्क नम्बरमा खबर गर्नुहोला। एकछिन उहाँ कहाँबाट हराउनु भएको रहेछ त्यो उहाँको साइकल सम्म उहाँको हामी जानेछौँ। एकछिन त्यो साइकल जहाँ उहाँ काम गर्नुहुन्थ्यो त्यो ठाउँमा आइसकेका छौँ भने जहाँबाट उहाँले साइकल लिएर हिँड्नु भएको थियो त्यो ठाउँ पनि हामी। हजुर दर्शकबिन, यति बेला जो दम्बर बहादुरले आफ्नो साधन साइकल जो खडा गर्नुभएको थियो, हामी यही ठाउँबाट उहाँ चाहिँ 17 तारिकको 2-2:30 बजेतिर साइकल निक्लेर जानुभएको थियो र यो ठाउँमा हामी प्रत्यक्ष यो जमिनी ग्राउन्ड रिपोर्टबाट हामीहरूलाई साइकल छोडेर यहाँ कुरा के भइरहेछ भन्दा दम्बर बहादुरले साइकल छोडेर हिँड्नु भएको थियो र नेक्स्ट दिन आएर साइकल लगेर जानुभएको भन्ने हामीले खबर पाएका छौँ र यहाँ आसपास क्यामेरा पनि छ होला। अब त्यो क्यामेरा पनि हामी खोल्ने कोसिस गर्नेछौँ र प्रशासन रूपमा चाहिँ हामीले त्यहाँबाट इजाजत लिएरै हामीले क्यामेरा खोल्ने अनुमति चाहन्छ। फेरि पनि हामी प्रयास गर्नेछौँ। यदि तपाईँ यो भिडियो हेर्दै हुनुहुन्छ भने र दम्बर बहादुरलाई कतै देख्नुभयो भने यो निम्न नम्बरहरूमा सम्पर्क गरिदिन म सबैलाई हार्दिक अनुरोध गर्दछु। आदरणीय दर्शकवृन्द, म यति बेला दम्बर बहादुरका माइला दादा जहाँबाट हराउनु भएको थियो या जहाँ उहाँले साइकल खडा गर्नुहुन्थ्यो त्यही ग्राउन्ड रिपोर्टबाट उहाँको माइला दादालाई यता आएर उहाँबाट आफ्नो भाइको खोजी कसरी गर्नु भएको छ र भाइलाई चाहिँ भाइको गतिविधि के थियो भन्ने विषयमा उहाँसँग कुरा गर्नेछु। सर नमस्कार। दम्बर बहादुरको तपाईँ माइला दादा हुनुहुँदैछ अनि हजुरले आज यत्रो 10औं दिन बित्दाखेरि हजुरलाई के लाग्छ यो खासमा अब तपाईँको साइला भाइ कहाँ गयो? यो त्यति भन्न सकिँदैन कहाँ गयो के गर्यो भन्ने है। अब 17 तारिकबाट हराएको रहेछ। यो एक दिन पहिले यहाँबाट यो ठाउँबाट साइकल छोडेर गएछ अनि अर्को दिन आएर लगेर गएछ। उसले लग्योस् कि अरू कसैले लग्यो कि साइकल यहाँबाट भनेर मैले धेरै पटक सबैजनामा रिक्वेस्ट गरेँ। यहाँको क्या CCTV क्यामेरा छ कि छैन, यहाँबाट धेरै खोज्नलाई मद्दत पुग्छ भनेर मैले धेरै कोसिस गरेँ। आज त्यही ठाउँमा आएको छौँ। थाहा छैन कहाँ गयो कस्तो अवस्थामा छ त्यो अझै केही भन्न सकिँदैन। तपाईँलाई कस्तो लाग्छ? तपाईँको साइला भाइको अलिकति मानसिक रूपमा पनि अलिकति ऊ रहेछ होइन, मैले बुझेअनुसार तपाईँको बाबाले भनेअनुसार तपाईँलाई के लाग्छ कहाँ गयो होला जस्तो लाग्छ? मलाई थाहा छैन अहिलेसम्म। त्यो त्यति टाढा जाला भन्ने जस्तो छैन होइन। त्यो कहीँ गयो भने फेरि केही अफिस त्यही ठाउँ अफिस आउँथ्यो जहाँदेखि जान्थ्यो त्यही ठाउँ अफिस आउँथ्यो। चाहे 2 दिन लाएर 4 दिन लाएर 5 दिन लाएर फेरि केही आउँथ्यो। तर यसपालि धेरै ढिला भयो। हत्तपत्ती छैन, उसको पास मोबाइल पनि छैन। मोबाइल हुन्थ्यो भने कन्ट्याक्ट गर्न सकिन्थ्यो होइन। त्यसमा अब म त कन्फ्युज छु कि कहाँ गयो के गर्यो। नेपाल सोच्दाखेरि पनि नेपाल गएको रहन्छ। तपाईँलाई एउटा कुरा मैले बिचमा थाहा पाइसकेँ कि बिचमा आरोप प्रत्यारोप एकारोप तपाईँको बुवालाई या तपाईँको कान्छो बुवाको छोराले कस्तो जेठो बुवाको छोराले तपाईँकोले कस्तो कस्तो रूपमा लिनु भएको छ? यो त्यत्तिकै होइन, यहाँ रिसको कुरा हो कि खोज्नेको कुरा हो के हो भने त्यो प्रमाण नहुँदासम्म कसैले आरोप लगाउन पनि पाइँदैन होइन। यो सानो खेलाउन होइन, बच्चाले खेल्ने खेल होइन। यो मानिस हराएको छ, भाइ हराएको छ, कसै छोरो हराएको छ, कसै दाइ हराएको छ। कसैले आरोप लगाउँदैमा प्रमाणित हुने कुरो पनि होइन। पहिला खोजौँ, सबै घर परिवार मिलेर सबै खोजौँ होइन। खोजेपछि त्यो कहाँ छ, कुन अवस्थासम्म छ, तभी त होइन एकअर्कामा आरोप लगाउने त्यो हुन्छ। त्यत्तिकै गयो त्यो आरोप लगाएर केही काम पनि छैन। सबै केही बोल भन्दै हुनुहुन्छ यता आउनुहोस् त हजुर। हजुरले केही भन्न खोज्दै हुनुहुन्थ्यो के त्यस्तो के तपाईँहरूको विचार? यस्तो सर, जस्तै माइलो बुवाले मारे भनिकन साइलो बुवाको फोन गरिकन भन्यो, बिरी डाङ्गीले भन्यो भन्न रुद्र दाइले भनिसके हान। अब कहाँ मारे, कुन ठाउँ मारे त्यो पनि देखाइदिनु पऱ्यो। अनि मैले फोन गरेको म्यासेज अनि रिगार्डिङ त्यो पनि साथमा लिएर आउनु पऱ्यो। एकदम धन्यवाद छ। यहाँ मैले पहिले भनिहालेँ अलिकति हामी जुन बाटोतिर जाने त्यो बाटो भट्किरहेका छौँ र त्यसमा चाहिँ के छ भन्दा बुवालाई उहाँको ठुलो
ठुलो दाईको छोराले आपसमा आरोप लगाएको भन्ने खबर हामीले पाएका छौँ। तर त्यो निधार्दैन छ, बिचरा आफै अलिकति मानसिकता पनि अलिक कम भएको हुनसक्छ। सम्भावना धेरै कुराहरू हुनसक्छन्। यसमा हामी चाहिँ प्रत्यक्ष लास या सास नभेटिँदासम्म हामी कुनै पनि उसमा चाहिँ हामी जान सक्दैनौँ। र यसमा चाहिँ सक्दो यहाँको उहाँको भिनाजु हुनुहुन्छ, भिनाजुबाट तपाईँलाई कस्तो लाग्छ तपाईँको सालाको हालत र तपाईँ यो के हुनसक्छ यत्रो दिनसम्म नभेटिनुको मुख्य कारण? सर नमस्कार, मैं लीलाधर खड्गा, मेरो नाम चाहिँ। सालाको अवस्था के थियो भनेपछि अब एउटा बच्चाको मतलब दिमाग अलि त्यस्तै थियो, काम उनले गर्थे भन्नाले उहाँको अन्त के थियो भनेपछि भनेको नमान्ने मान्छे बहुत राम्रा। अब हुन्छ आफ्नो अलि त दिमागमा त्यस्तै भयो, पहिलेदेखि उहाँ सानैदेखि त्यस्तै हुनुहुन्थ्यो र उहाँले कामदाम गर्ने भनेको नभए आफ्नो हिसाबले चल्ने, कहीँ जस्तै काममै अब कहीँ कोही त लड्न जाने, मलाई त यस्ताले यस्तो भन्छ मैले यस्तो गर्छु भन्ने उहाँको आदत थियो। र मैले के भन्छु भने गर्नुहोस्, किन लड्नुहुन्छ, आफ्नो काम गर्नु र जसले जो भन्छ त्यो नसुन्नुहोस् भन्थ्यो। तर किनभने अहिले एकाएकमा हराउँदा अहिले परिवारमा एक अर्कालाई आरोप लगाएको छ, यो नहोस्। किनभने खोजी गर्नु मान्छेको तल्लो हो, सबै मिलेर त्यो व्यक्तिलाई 30 वर्षको उमेरसम्म आजसम्म घर नछोडेर बाउको काख नछोडेर बसेको छोरा आज हराएको छ भने यो परिवार मिलेर या समाज मिलेर हामीले खोज्नेतर्फ लाग्नुपर्छ भन्ने मलाई पनि लाग्छ। र हामी सक्दो प्रयास गर्नेछौँ छिटोभन्दा छिटो। उहाँले त त्यो भिडियो हेर्ने कुरा भएन, उहाँको पास मोबाइल पनि छैन। यदि तपाईँले कहीँ पनि देख्नुभयो भने यो निम्न नम्बरमा सम्पर्क गरी हामीसँग उहाँको बुवाको नम्बर या उहाँको भाइको दाईको सबैको नम्बर हाल्नेछौँ। उहाँसँग सम्पर्क गर्न म हार्दिक अनुरोध गर्दै सकेको तपाईँले भिडियोलाई सेयर गरेर उक्त डम्बरबार ड्यागी खोज अभियानमा साथ सपोर्ट र सहयोग पुर्याउनलाई धन्यवाद। सबैलाई धन्यवाद।